आजको दिन चाहिँ साँच्चै नै डिफ्रेन्ट भयो साथीहरू। भाइ बहिनी आएको खुसीका साथसाथै आमाको वर्ष दिन आएर सबैजना इमोसनल हुनुभएको थियो साथीहरू। सो हेलो साथीहरू, वेलकम टु माई डे 63 मिनट ब्लग। आएपछि सबैजना सन्चै हुन्छ होला। म चाहिँ हल्का बिरामी छु। मेरो चाहिँ हल्का घाँटी दुखिरहेको छ कि साथीहरू, त्यही भएर बोल्नु नि कस्तो गाह्रो भइरहेछ। अनि सो हामी चाहिँ बिहान उठेर तावा लिएर सिधै मामालाई गयौँ। अनि आज चाहिँ हाम्रो आमाको वर्ष दिने काम हो। सो मैले चाहिँ टक्कै नुहाइधुवाइ गरेर घर पुस्न रेडी हुनु भइरहेको रहेछ। अनि मैले पनि अलिअलि कामहरू मटरहरू यताउता भिजाउनु पर्ने थियो। भिजाएर हामी चाहिँ सिधै सामान लिन गयौँ। तर त्यहाँ चाहिँ सामान लिने ठाउँमा मान्छे नै हुनुहुन्थ्यो क्या। अनि घर आएर प्याज मुलाहरू काटेर फेरि गयौँ लिन। अनि डाइनिङ टेबल कुर्सीहरू अनि अरू चाहिएको हामीलाई सामानहरू लिएर हामी चाहिँ सिधै गरेर हेर्नु न, पानी पर्दा जस्तो मौसम भएर लाइन पनि नभएर अनि माइजूले ओखलीमै त्यो चढाउने रोटीको पिठो कुट्नु भयो। अनि पुरै पनि आइसक्नु भएको रहेछ। अनि साथीहरू समय कति छिटो गएको, हिजो अस्तिको घटना जस्तो लाग्छ। आज 1 वर्ष भइसकिसकेको छ। अनि अहिले चाहिँ सबैजना भेला हुन पाउनु भएन। हाम्रो मम्मी अनि आन्टीहरू पनि अब आउनु पाउनु भएन। त्यही भएर मामा माइजू मात्र गर्नुभयो। अनि मेरो चाहिँ हेर्नु न कस्तो आजै फेरि उता उलाबारी नगरपालिकामा दलित अगुवाहरूको लागि उद्घोष र माइनोट लेखन तालिम थियो क्या। त्यही भएर नक्कै नहुने भएर म चाहिँ जानै पर्ने भएर गएँ। अनि त्यही भएर आमाको वर्ष दिनमा पनि बस्नै पाइनँ कि साथीहरू। तर म बिहान 11:30 बजीतिर गएको थिएँ। अनि छिट्टै निस्केँ क्या, 2 बजी 2:30 बजीतिर निस्किहालेँ। अनि ठ्याक्कै धुलाबारीबाट बहिनी पनि एक्जाम लेखेर आउँदै रहेछ। अनि सँगै भेटेर हामी चाहिँ घर आयौँ। हेर्नु न, फेन्टा किन्दा 6वटा गिलास फ्रीमा आयो। म त कति खुसी भयो क्या। अनि हामी चाहिँ सिधै घर आयौँ। अनि सबैजना आइसक्नु भएको रहेछ साथी। अनि जाने बित्तिकै चाहिँ कहाँ गएको थियौ भनेर सबैले सोध्नु भयो साथीहरू। अनि आमाको काम पनि सकिसकेछ। अनि टिका लगाइदिँदै हुनुहुन्थ्यो मामाले। अनि पहिले सुरुमा रोहनलाई लगाइदिनु भयो, अनि मलाई लगाइदिनु भयो। अनि त्यसको झाडी स्वस्तिकालाई पनि लगाइदिनु भयो साथीहरू। अनि त्यसको झाडी खाना खाएर हामी चाहिँ सिधै दुर्गापुरीमा आयौँ साथीहरू। फेरि भोलि पूजाको लागि सामानहरू लानुपर्ने थियो। भएर फेरि आएँ म सन्तोषी पूजा भण्डारमै। अनि आन्टीले सबै सामानहरू हालेर लौ भनेर दिनुभयो। अनि लिएर चाहिँ म घर गएँ। अनि घरमा गएर के कामहरू थियो, खाना सब्जीहरू बनायौँ सबैजनाहरू मिलेर। अनि सबैजनालाई हाई गर्नु न भन्दै हाई गर्दै देखाउन लाएँ भने घडीमा र हजुर चाहिँ खाना खाँदै थिएँ साथीहरू। सो आजको दिन चाहिँ यसरी नै बित्यो। तिर कस्तो नराम्रो लागिरहेको थियो भने एकतिर चाहिँ सबैजना भेला हुनु भएको थियो। त्यही भएर खुसी पनि थियौँ। सो आजलाई यति, थ्याङ्क यू फर द वाचिङ, बाई।